सबैजनालाई नमस्कार। आज शनिबारको दिन लाइब्रेरीको बसाइमा एउटा सानो गद्य कविता लेखेको छु। यो अपरिष्कृत कविता हो र यसलाई म आफ्नै रचनामा रचिएको यो कविता गद्य कविता वाचन गर्न गइरहेको छु। कविताको शीर्षक छ मेरो देशमा। मेरो देशमा एउटा भन्छ म कोही भन्दा कम छैन। मेरो देशमा एउटा भन्छ म कोही भन्दा कम छैन। त्यो भन्छ म ऊ भन्दा कम छैन। म चानेचुने मान्छे होइन, म अब्बल छु। मेरो पार्टी अब्बल छ। सबै देश मेरै वरिपरि छ। सबै राष्ट्र मेरै फेरिफेरिमा छ। मेरै सिद्धान्त सही, मेरै विचार सही, मेरै पद सही, मेरै शासन शैली उत्तम। मेरै शासन शैली उत्तम भन्छ। एकोहोरो पोहोलो गर्छ, चिच्याउँछ कराउँछ दिनरात, समय बेसमय हैरान पार्छ। एकोहोरो चिच्याउँछ कराउँछ दिनरात, समय बेसमय र हैरान पार्छ। अर्को छ महु सपथोक भन्छ। अर्को छ महु सपथोक भन्छ। बेफिक्री आलोचना गर्छ, छेपारे रङ भर्छ, लङ्कार छ अर्कालाई आफ्नै बपाइत्व फलाग्छ, भ्रम छर्छ, सपथोक टिप पार्ने मैनु भन्छ। कुनै राजनेता हो देशको, कुनै राजनेता हो देशको, त्यसैले ऊ भ्रष्टाचार गर्छ। कुनै कर्मचारी हो देशको, त्यसैले ऊ अवसर र सुविधा मात्र खोज्छ। मेरो देशमा किसान किसान बन्दैन, कर्मचारी कर्मचारी बन्दैन, राजनीतिज्ञ बन्दैन, पत्रकार पत्रकार बन्दैन, राष्ट्रसेवक राष्ट्रसेवक बन्दैन। यो देशमा बन्नुपर्ने कोही पनि केही बन्दैन। नबन्नुपर्ने सबै बन्छन्। कोही केही गर्दैनन्, तैपनि कुरा गर्न, तैपनि खुराफाती गर्न, तैपनि अफू सम्पत्ति भर्न, तैपनि सत्ता प्राप्त गर्न, मान थाप्न, प्रतिष्ठा थाप्न सबै भालाइ बन्छन्। यो देशमा सबै मान्छेहरू आफ्नै पारेका छन्। मेरो देशमा केवल जनता छ। मेरो देशमा केवल जनता छन् जो भोकै बस्छन्। केवल गरिब छन् जो अर्कैको शासन मान्न बाध्य छन्, जो अर्कैको शासन गर्न बाध्य छन्। मेरो देशमा बोल्न चाहन्छन् तर मौन बस्न विवश छन्। रहरहरू छन्, रहरमै साँच्न विवश छन्। यस्ता मान्छेहरू पनि छन् जो हरपल बाँचेर पनि मरिरहेका छन्। यस्ता मान्छेहरू पनि छन् मेरो देशमा जो हरपल बाँचेर पनि मरिरहेका छन्। धन्यवाद।